यो सामग्री राष्ट्रिय अध्यागमन कानुन केन्द्र र अन्तर्राष्ट्रिय शरणार्थी सहायता परियोजनाबाट साभार गरिएको हो। संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारले आवाप्रवासीहरूलाई असर गर्ने नियमहरू परिवर्तन गरिरहेको छ। यी नियमहरू पिट्सबर्ग जसरी आए पनि वा हालको आप्रवासन स्थिति जे भए पनि सबै आप्रवासीहरूमा लागू हुन्छन्। आइस भनिने अध्यागमन तथा भन्सार प्रवर्तनले मानिसहरूको छालाको रङ, बोल्ने लवज, लुगाफाटा र अन्य कुराहरूको आधारमा उनीहरूलाई लक्षित गरिरहेको छ। तपाईँ शरणार्थीको रूपमा आउनुभएको हुन सक्छ र तपाईसँग ग्रीन कार्ड पनि हुन सक्छ, तर तपाईको छालाको रङ, बोल्ने लवज वा अन्य कारणले गर्दा मात्रै पनि आइसले तपाईलाई हिरासतमा लिन सक्छ। अन्य राज्यहरूमा आइसले सन् 2021 र 2025 को बीचमा संयुक्त राज्य अमेरिका आएका र अहिलेसम्म ग्रीन कार्ड नपाएका शरणार्थीहरूलाई लक्षित गरिरहेको छ। उनीहरूले यी शरणार्थीहरूलाई पुनः अन्तर्वार्ता लिनका लागि हिरासतमा लिइरहेको छन्। पिट्सबर्गमा पनि यस्तै कुरा हुन सक्छ। जनवरी 2026 सम्मको जानकारी अनुसार पुनः अन्तर्वार्ता सम्बन्धी कुराहरू अझै अस्पष्ट छन् र परिवर्तन भइरहेका छन्। यद्यपि इन्टरनेशनल रेफ्युजी असिस्टेन्स प्रोजेक्ट IRAP का अनुसार तपाईसँग ग्रीन कार्ड भइसकेको छ वा त्यसका लागि आवेदन दिनुभएको छ भने पनि तपाईको शरणार्थी आवेदन बारे प्रश्नहरू सोधिन सक्छन् वा पुनः अन्तर्वार्ता लिन सकिन्छ। तपाईँ राम्रोसँग अङ्ग्रेजी बोल्न सक्नुहुन्न भने आफ्नै भाषामा अन्तर्वार्ता दिन पाउने तपाईको अधिकार हो। पुनः अन्तर्वार्ताको क्रममा तपाईले आफ्नो देश छोडेको वा त्यहाँ फर्कन डराएको कारणका बारेमा धेरै प्रश्नहरू सोधिन सक्छन्। यी प्रश्नहरू तपाईले विदेशमा हुँदा पहिले नै दिनुभएको अन्तर्वार्ताका प्रश्नहरूसँग मिल्दा-जुल्दा हुन सक्छन्। तपाईले आफ्नो पहिलो अन्तर्वार्तामा जस्तै गरी सावधानीपूर्वक र इमानदारीका साथ जवाफ दिनुपर्छ। तपाईले अन्यायपूर्ण रूपमा आइसको हिरासतमा राखिन सक्ने सम्भावनाका लागि पहिले नै तयारी गर्नुपर्ने हुन्छ। तपाईले गर्न सक्ने केही कुराहरू यहाँ दिइएका छन्। पहिलो, तपाईँ र तपाईको परिवारका लागि एउटा योजना बनाउनुहोस्। यसको सुरुवात रेडी नाउ एप डाउनलोड गरेर गर्नुहोस्। रेडी नाउ एपको मद्दतले तपाईले आपतकालीन बाल हेरचाह, व्यक्तिगत सुरक्षा, कानुनी रक्षा र अन्य धेरै विषयमा निर्देशनहरू रेकर्ड गर्न सक्नुहुन्छ। तपाईँ सङ्कटको समयमा ती जानकारी प्राप्त गर्नका लागि सम्पर्क व्यक्तिहरू तोक्न सक्नुहुन्छ। यो एप कसरी प्रयोग गर्ने भन्ने बारेमा भिडियो लिङ्कहरू हाम्रो भिडियोको कमेन्टहरूमा उपलब्ध हुने छन्। यो एप अङ्ग्रेजी, स्पेनी, कोरियाली, फ्रान्सेली, हेसियन क्रियोल, चिनिया, अरबी, दारी र पाश्तो भाषाहरूमा उपलब्ध छ। अन्य भाषाहरूका लागि यो भिडियो हेर्नुहोस् वा एप डाउनलोड गर्न र विवरणहरू भर्न आफूले विश्वास गर्ने कुनै अङ्ग्रेजी बोल्ने व्यक्तिको सहयोग लिनुहोस्। दोस्रो, महत्त्वपूर्ण कागजातहरूको प्रतिलिपि बनाउनुहोस्। तपाईले सक्कली कागजातहरू आफूसँग राख्नु भएको छैन भने तिनीहरूलाई सुरक्षित ठाउँमा राख्नुहोस्। आवश्यक परेको खण्डमा
ती कागजातहरू कसरी फेला पार्ने भन्ने कुरा आफ्नो कुनै नातेदार वा साथीलाई बताउनुहोस्। कानुन कार्यान्वयन अधिकारीसँग हुँदा आफू अमेरिका बाहिर जन्मेको देखाउने कुनै पनि कुरा जस्तै विदेशी राहदानी आफूसँग नराख्नुहोस् वा देखाउने नगर्नुहोस्। उनीहरूले त्यसैलाई आधार बनाएर तपाईलाई देश निकाला गर्ने प्रयास गर्न सक्नेछन्। आफ्नो अवस्थाअनुसार आफूसँग बोक्नुपर्ने कागजातहरू के हुन् भन्ने कुरा पत्ता लगाउनुहोस्। तपाईसँग वैध अध्यागमन स्थिति छ भने तलका कागजातहरूको प्रतिलिपि बनाउनुहोस् र ती प्रतिलिपिहरू सधैँ आफूसँगै राख्नुहोस्। ग्रीन कार्ड, शरणार्थी वा शरण खोज्ने व्यक्तिको अनुमति, वैध विद्यार्थी वा अन्य कुनै भिसा वा म्याद नसकिएको अस्थायी संरक्षित स्थिति (TPS). कानुन अनुसार तपाईले आफ्नो स्थायी निवासी कार्ड वा तपाईको अध्यागमन स्थिति देखाउने कागजातहरू साथमा बोक्नु पर्छ। तपाईको कागजात कुनै कानुन कार्यान्वयन अधिकारीले हेर्न चाहेमा उनलाई आफ्नो साथमा भएको प्रतिलिपि देखाउनुहोस्। तपाई शरणार्थीको रूपमा आउनु भएको हो तर अहिलेसम्म ग्रीन कार्ड पाउनु भएको छैन भने तलका कागजातहरूको प्रतिलिपि बनाउनुहोस्। तपाईको I-94 जसलाई आगमन प्रस्थान रेकर्ड पनि भनिन्छ, तपाईको ट्रान्सपोर्टेसन बोर्डिङ लेटर जसलाई बोर्डिङ फोयल पनि भनिन्छ, तपाईको काम गर्ने अनुमति पत्र जसलाई वर्क परमिट कार्ड पनि भनिन्छ। साथै तपाईले ग्रीन कार्डका लागि आवेदन दिइसक्नु भएको छ भने तपाईको आवेदन प्रक्रियामा रहेको प्रमाणको प्रतिलिपि पनि बनाउनुहोस्, जस्तै तपाईको I-797C रिसिट नोटिस। तपाईको कुनै कानुनी प्रतिनिधि हुनुहुन्छ भने उनीहरूले हस्ताक्षर गरेको फारम G-28 को प्रतिलिपि बनाउनुहोस्। यसले सरकारलाई तपाईको अध्यागमन मुद्दामा कसैले प्रतिनिधित्व गरिरहेको छ भन्ने जानकारी दिन्छ। तपाईसँग हाल कुनै वैध अध्यागमन स्थिति छैन तर तपाईले स्थितिको लागि आवेदन दिनुभएको छ वा तपाईको मुद्दा प्रक्रियामा छ भने जस्तै विचाराधीन शरणार्थी आवेदन, अध्यागमन अदालतमा चलिरहेको मुद्दा वा अध्यागमन सम्बन्धी अपिल। तपाईले अध्यागमन स्थितिका लागि आवेदन दिनुभएको वा कुनै निर्णय विरुद्ध अपिल गरिरहनु भएको भन्ने कुरा प्रमाणित गर्ने अध्यागमन कागजातहरूको प्रतिलिपि आफूसँग राख्नुहोस्। तपाईलाई गिरफ्तार गरिएको छैन वा हिरासतमा लिएको छैन भने मौन रहनुहोस्। तपाईलाई गिरफ्तार गरियो वा हिरासतमा लिइयो भने अध्यागमन एजेन्टलाई आफ्ना कागजातहरू देखाउनुहोस्। तपाईसँग कानुनी कागजात छैन वा तपाईको अध्यागमन स्थितिको म्याद सकिएको छ तर तपाई अमेरिकामा बसेको 2 वर्ष वा सोभन्दा बढी भइसकेको छ भने यहाँ बसोबास गरेको प्रमाण आफूसँग राख्नुहोस्, जस्तै तपाईको घर भाडाको सम्झौता पत्र, तपाईको ठेगाना उल्लेख भएको चर्च वा स्कुलका कागजातहरू,
तपाईँको ठेगानामा आएका विशेष गरी हुलाको छाप भएका चिठी पत्रहरूले चिठी कहिले पठाएको थियो भन्ने कुरा प्रमाणित हुन्छ। तपाईँको नाम, अमेरिकी ठेगाना र मिति खुलेका अन्य कुनै पनि कागजातहरू। तपाईँलाई गिरफ्तार गरियो भने तपाईँ यहाँ कम्तीमा 2 वर्षदेखि बसिरहनु भएको छ भन्ने प्रमाण देखाउनुहोस्। यसले तपाईँलाई न्यायाधीशको अगाडि उभिन नपाई सिधै देश निकाला हुनबाट बचाउन सक्छ। तपाईँले अमेरिकामा 2 वर्षभन्दा बढी समयदेखि बसिरहेको प्रमाणित गर्न सक्नु भएन भने तपाईँलाई न्यायाधीशलाई भेट्ने मौका नै नदिई देश निकाला गर्न सकिन्छ। याद राख्नुहोस्, तपाईँलाई गिरफ्तार गरिएको छैन भने मौन रहनुहोस्। तेस्रो, तपाईँले विश्वास गरेको र तपाईँको फोन उठाउन सक्ने कुनै व्यक्तिको फोन नम्बर कण्ठ गर्नुहोस्। आइसले मानिसहरूलाई हिरासतमा राख्दा तपाईँको फोन खोज्छन्। त्यसैले तपाईँलाई हिरासतमा राखियो भने आफ्नो विश्वासिलो व्यक्तिलाई सम्पर्क गर्नका लागि तपाईँले अनिवार्य रूपमा फोन नम्बर कण्ठ गर्नुपर्छ। चौथो, तपाईँलाई हिरासतमा राखियो भने तपाईँको परिवार र छोराछोरीहरू मद्दत माग्नका लागि कुन सुरक्षित ठाउँमा जान सक्छन् भन्ने बारे उनीहरूसँग कुरा गर्नुहोस्। पाँचौं, आफू हिरासतमा परेको खण्डमा आफ्ना छोराछोरी, ब्याङ्क खाता र धन सम्पत्तिका बारेमा निर्णय गर्ने अधिकार आफ्नो विश्वासिलो व्यक्तिलाई दिनका लागि एउटा पावर अफ अटर्नी बनाउने बारे विचार गर्नुहोस्। छैटौं, तपाईँका छोराछोरीको स्कुल र तपाईँको रोजगारदातासँग आपतकालीन अवस्थामा सम्पर्क गर्ने व्यक्तिको पछिल्लो जानकारी छ भन्ने कुरा निश्चित गर्नुहोस्। सातौं, तपाईँले नचिनेको व्यक्ति छ वा तपाईँले कसैलाई पर्खिरहनु भएको छैन भने आफ्नो ढोका नखोल्नुहोस्। आइसका एजेन्टहरूले प्रहरी अधिकृत वा एमाजोन जस्ता पसलका डेलिभरी गर्ने मानिस भएको बहाना गर्न सक्छन्। तपाईँले ढोका खोल्नुभयो भने तपाईँ उनीहरूलाई घरभित्र छिर्ने अनुमति दिनुहुन्छ र उनीहरूले तपाईँलाई हिरासतमा लिन सक्छन्। आफ्ना छोराछोरीलाई पनि कसैले बोलाउँदा ढोका नखोल्न सिकाउन एकदमै जरुरी छ। अब हामी तपाईँलाई तपाईँको घरमा आइस एजेन्टहरू आएको खण्डमा पालना गर्नुपर्ने चरणहरूका बारेमा जानकारी दिने छौँ। अध्यागमन एजेन्टहरू तपाईँको घरमा आए भने ढोका नखोल्नुहोस्। उनीहरूले अदालतले जारी गरेको सकल वारेन्ट, यसलाई न्यायिक वारेन्ट भनिन्छ, नदेखाएसम्म तपाईँले उनीहरूलाई भित्र पस्न दिनु पर्दैन। बोर्डर पेट्रोल वा आइसले हस्ताक्षर गरेका अन्य प्रकारका वारेन्टहरूले उनीहरूलाई तपाईँको घरभित्र छिर्ने कानुनी अधिकार दिँदैनन्। शान्त रहनुहोस्, ढोका बन्द राख्नुहोस् र भित्रबाट लक लगाउनुहोस्। तपाईँ ढोका भित्रैबाट कुरा गर्न सक्नुहुन्छ। तपाईँले उनीहरूलाई भित्र पस्न दिनुभयो भने पनि तपाईँसँग अझै मौन रहने अधिकार हुन्छ। ढोका भित्रैबाट यी प्रश्नहरू सोध्नुहोस्। प्रश्न सोध्नुहोस्, तपाईँ अध्यागमनबाट आउनुभएको हो? प्रश्न सोध्नुहोस्, तपाईँ यहाँ किन आउनुभएको हो?
उनीहरूलाई आफ्नो ब्याज वा परिचय पत्र देखाउन लगाउनुहोस्। उनीहरूले त्यसलाई झ्याल वा ढोकाको सानो प्वालबाट देखाउन सक्छन्। प्रहरी वा अन्य सङ्घीय एजेन्टहरू जस्ता धेरै फरक अधिकारीहरू पनि अध्यागमनसँग मिलेर काम गर्न सक्छन्। त्यसैले तपाईले नचिनेको कुनै पनि व्यक्ति ढोकामा आउँदा सधैँ सोधपुछ गर्नु पर्छ। सावधान रहनुहोस्, अध्यागमन एजेन्टहरू झुटो बोल्न सक्छन्। उनीहरूले कुरा गर्न, केही कुरा जाँच गर्न वा एकपटक सरर हेर्न चाहन्छौ भनेर बताउन सक्छन्। उनीहरूलाई घरभित्र पस्न नदिनुहोस्। यसरी भन्नुहोस्, "You cannot come into my home without a court warrant." अदालतको वारेन्ट बिना तपाईँ मेरो घरभित्र आउन पाउनुहुन्न। उनीहरूले आफूसँग वारेन्ट छ भनेर बताएमा त्यो वारेन्ट ढोकाको मुनिबाट छिराउन भन्नुहोस्। Slide it under the door. ढोका नखोल्नुहोस्। अध्यागमन एजेन्टहरूले कहिलेकाहीँ न्यायाधीशले हस्ताक्षर गरेको वास्तविक कोर्ट वारेन्ट नभएका कागजात देखाउन सक्छन्। वारेन्ट मान्य छैन भने उनीहरूलाई अनिवार्य रूपमा त्यहाँबाट जान भन्नुहोस्। ढोका बन्द राख्नुहोस् र लक लगाएर राख्नुहोस्। एजेन्टहरू जबरजस्ती भित्र छिरेमा वा ढोका फुटाएमा भाग्ने र झगडा गर्ने नगर्नुहोस्। यसो गर्दा स्थिति झन् खराब हुन सक्छ। तपाईले यो प्रश्न सोध्न सक्नुहुन्छ, "म तपाईलाई मेरो घरभित्र आउन वा खान तलासी गर्न अनुमति दिन्न। म मौन रहने निर्णय गर्छु। म वकिलसँग कुरा गर्न चाहन्छु।" अध्यागमन एजेन्टहरूले तपाईलाई गिरफ्तार गरे वा हिरासतमा लिएमा मौन रहनुहोस्। तपाईलाई दिइएको कुनै पनि कागजातमा हस्ताक्षर नगर्नुहोस्। वकिललाई फोन गर्नुहोस्। तपाईलाई हिरासतमा राखिएको छ भने वकिल तपाईको देशको दूतावास र परिवारका सदस्यहरूलाई भेट्नुहोस्। सबै जेलहरूमा दूतावासहरूको फोन नम्बरको सूची हुन्छ। त्यो सूची हेर्न माग्नुहोस्। यो भिडियो हेरिसकेपछि तपाईसँग कुनै प्रश्नहरू छन् वा सुरक्षा योजना बनाउन मद्दत चाहिन्छ भने आप्रवासीहरूलाई सेवा प्रदान गर्ने स्थानीय संस्थामा सम्पर्क गर्नुहोस्। तपाईलाई हिरासतमा लिइयो भने के गर्ने भन्ने बारे आफ्नो र आफ्नो परिवारका लागि एउटा योजना बनाउनुहोस्। जस्तै इमिग्रेसन ल रिसोर्स सेन्टरले दिएको यो उदाहरण, हामी तपाईलाई र हाम्रो सहर तथा देशमा तपाईले पुर्याउनु भएको योगदानको कदर गर्छौं। याद राख्नुहोस्, रेडी नाउ एप कसरी प्रयोग गर्ने भन्ने बारेमा हामीसँग भएका भिडियोका लिङ्कहरू तपाईले हाम्रो भिडियोको तल कमेन्टहरू खण्डमा फेला पार्न सक्नुहुन्छ।